मी सतीश राई र फेरि पनि तपाईहरुको सामुमा नयाँ कन्टेन्ट लिएर आएको छु ग्रिसको बारेमा। तपाईको व्हाइट कार्ड, रेड कार्ड है जे भने पनि र अगाडि चाहिँ दाजुहरु हुनुहुन्छ अनि म चाहिँ पछाडी भ्लग बनाउँदै हिँडिरहेको छु र तपाईको म चाहिँ मालाकासा क्याम्प लगभग भनेको तपाईको 2 मन्थ जति बसे हैन 2 मन्थ जति लगभग हाराहारीमा बसे र अहिले फाइनली बाहिर निस्केको छु। सो गाइज बाहिर निस्केर नि अहिले म होस्टेलमा बसिरहेको छु, कामको सिलसिलामा दौडिरहेको छु। कामहरु अब अहिले थप पनि छ, अब लगभग भनेको तपाईको मार्चदेखि काम हुने भन्ने कुराहरु छ र सो गाइज तपाईको व्हाइट कार्ड मात्रै लिएर पनि नहुने रहेछ हैन। व्हाइट कार्ड सँगै तपाईको अब हाम्रो अफिमी कार्ड पनि चाहिने रहेछ। अफिमी कार्ड, व्हाइट कार्ड र अफिमी कार्ड चाहिँ टेस्ट गरे पछाडी चाहिँ हामीले युजर आइडी बनाएर चाहिँ त्यो पछाडी चाहिँ 2 मन्थ वेट गरेर चाहिँ इका अम्का भन्ने कार्ड बनाए पछाडी मात्रै हामीले राम्रो जब अलिकति भए पनि पर्मानेन्ट जब पाउने रहेछौँ भन्ने सम्भावना रहेछ। अहिले हाल एथेनमा छु, एथेनमा मैले जाने कुराहरु तपाईहरु सामु शेयर गर्दै छु। सो गाइज तपाईको लगभग भनेको अहिले चाहिँ अब इस्टर फेस्टिभल पनि चलिरहेछ, तर कामको सिलसिलामा चाहिँ म पनि दौडिरहेको छु है। कतिपय नेपाली दाजुभाइ चेलिब्रेटीहरु पनि हैन, अब हाम्रो नेपालको दाजुभाइ चेलिब्रेटीहरु पनि उहाँहरु पनि दौडिराख्नु पर्छ कामको सिलसिलामा र अहिले काम यस्तै भइरहेको छ फेस्टिभलले गर्दा पनि, प्लस अब जब सेन्टर पनि अहिले क्लोज भइरहेको छ। विगतमा चाहिँ फेरि म वेयर हाउसमा काम गर्थेँ कि, अब वेयर हाउसमा पनि अहिले तत्कालीन फेस्टिभलले गर्दाखेरि नै अफ भएको छ क्या, त्यही भएर पनि म काम गर्नु गएको छुइनँ। अब अलिक पछि बोलाउनु त बोलाइरहेको छ, अब हेरौँ अब कहाँ गइन्छ काम गर्नु। अब बसले त बोलाइरहेको छ काम गर्नुको लागि आइज भनेर, अब त्यहाँ काम गर्नु गइन्छ कि कहाँ गइन्छ। अनि अहिले वाक गर्दै तपाईहरुको सामु बोल्दैछु। अब तपाईको कामहरु भनेको चाहिँ अब अहिले त्यस्तै भइहाल्यो, तपाईलाई भनिहालेँ। अब तपाईको आइल्यान्ड चाहिँ लगभग भनेको अब आइल्यान्ड भन्छ है, प्रायः जस्तो सबैको मुखमा आइल्यान्डमा पैसा छ भन्छ। अब आइल्यान्डमा मैले अहिले बुझे अनुसार चाहिँ तपाईको लगभग भनेको मे 1 तारिकदेखि उता चाहिँ अब कामहरु जब सेन्टरबाट धमाधम उपलब्ध हुने सम्भावनाहरु देखिन्छ बुझ्दाखेरि। अब तपाईको आइल्यान्ड भनेको चाहिँ लगभग भनेको सेलेरीको हिसाबमा कुरा गर्दाखेरि चाहिँ 1200 देखि 1300 भनेर भन्दैछ अनस्किल वर्करको। तपाईहरुलाई मैले भन्दै थिएँ हैन अनस्किल वर्करको अब सेलेरीको बारेमा। अब स्किल वर्करको चाहिँ गाइजहरु है तपाईलाई भन्नै पर्दाखेरि चाहिँ सेलेरी चाहिँ अब अनस्किल वर्करको भन्दा माथि हुन्छ अब भन्ने कुराहरु छ। मलाई तर एक्ज्याक्ट चाहिँ थाहा छैन, अब स्किलको त उसै पनि माथि हुने भइहाल्यो हैन, अनस्किलकै अब यो 1200-1300 छ हैन। अब त मलाई कन्फर्म थाहा छैन, तर मैले चाहिँ जस्तो कि ग्रिस एन्ड नेपाल ग्रुपमा हैन अनि हाम्रो नेपाली अग्रज दाजुभाइ जो अलिक अगाडि बस्नुभएको छ उहाँले हाल्दाखेरि चाहिँ अब 2000 सम्मको रेसियो हाल्नु भएको छ हैन। त्यस्तै मानिलिउँ हैन 1800-2000 छ होला हैन, मलाई एक्ज्याक्ट थाहा भएन है। मैले अनस्किलको मात्रै बुझेको कारणले गर्दाखेरि सुनेर बुझेको कारणले गर्दाखेरि तपाईहरुलाई भनिरहेको छु। अनि तपाईको लगभग भनेको अब तपाईहरु यदि मालाकासा क्याम्पबाट चाहिँ निस्किनु भएछ, निस्केर चाहिँ सिटी इन हुनुभएछ भने चाहिँ एकदम हिँड्दाखेरि पनि सावधानी अपनाउनु होला, किनभने तपाईको व्हाइट कार्डहरु देखाउनु परिहाल्यो भने एटलिस्ट तपाईहरुलाई पुलिसले अनुसन्धान गर्यो भने त्यो खण्डमा चाहिँ तपाईहरुले सकेसम्म मैले जाने कुरा त तपाईलाई शेयर गर्ने हो। तपाईहरुले सकेसम्म चाहिँ फोटो खिच्नु, फोटो खिचेर राखिराख्नु, त्यो पछाडी चाहिँ फोटो देखाउनु, फोटोले भएन भने चाहिँ कार्ड देखाउनु। तपाईको लगभग भनेको कति पहिला कार्ड भएको मान्छेलाई पनि लगिरहेछ भन्ने कुराहरु छ, तपाईहरु त्यसमा चाहिँ एकदम अवेरनेस हुनु, एकदम आफूले नै अलिक भए पनि सचेत हुनु हैन। म चाहिँ त्यही भन्न चाहन्छु एउटा नेपाली नाताले गर्दाखेरि हैन। अब तपाईहरुले आफ्नो लागि आफू नै प्रोटेक्सन गर्नुपर्छ हैन, त्यही नै हो गाइजहरु। गाइज तपाईहरुले अब मालाकासाबाट चाहिँ निस्केर चाहिँ अब युजर आइडी बनाउँदाखेरि चाहिँ लगभग तपाईहरुले आफ्नो डकुमेन्टेसन पेश गर्दाखेरि चाहिँ 3 दिनमा पनि बन्न सक्छ, 5 दिन अवधि पनि लाग्न सक्छ। लगभग भनेको 1 हप्ताको रेसियोमा पनि तपाईको चान्सुन बन्न सक्ने सम्भावना हैन छ। प्लस मान्छे अब त्यो अनुसारले धेरै भयो भने त त्यही टाइम लाग्ने हो हैन, कम भयो भने त सकेसम्म छिटै बन्नेछ हैन, 3 दिनदेखि 5 दिनभित्र बन्नेछ मैले बुझे अनुसारले।
तपाईँहरूलाई जानकारी दिँदैछु है गाइजहरू। तपाईँको चाहिँ जस्तो कि सिटी लाइन एरियामा चाहिँ तपाईँको तपाईँ यदि अनस्किल्ड वर्करमा काम गर्दै हुन्छ भनेपछि चाहिँ तपाईँको यहाँको स्यालेरी चाहिँ रहेको छ जस्तो कि 850देखिको 1200सम्म चाहिँ रहेको छ है मैले बुझ्दाखेरि चाहिँ। अब तपाईँको यहाँको मेन स्किल वर्करमा चाहिँ कति स्यालेरी हुन्छ त्यो चाहिँ मैले स्किल वर्क गर्ने साथीभाइहरूसँग चाहिँ बुझेको छुइनँ होइन। त्यतिको स्यालेरी चाहिँ रहेको छ मिनिमम र म्याक्सिमममा गर्दाखेरि चाहिँ गाइजहरू। अहिले हाल चाहिँ हामी होइन 3 भाइ छौँ, दाइहरूसँग छु म। र अहिले चाहिँ अब तपाईँहरूलाई मैले भन्ने कुराहरू इन्फर्मेसन दिने कुराहरू भनिहालेँ र हामी रुमतिर लाग्दैछौँ। तपाईँहरूको सामुमा चाहिँ म फेरि पनि नयाँ नयाँ कन्टेन्ट लिएर नयाँ नयाँ एपिसोड लिएर होइन ग्रिसको बारेमा भन्ने नै छु। र लाइक कमेन्ट सब्सक्राइब गर्नु र माया गर्नु चाहिँ अवश्य नभुल्नु होला। र यति भन्दै म स्टप गर्न चाहन्छु मेरो भ्लग।